महामानव सिद्धाह बुद्ध जसलाई संसारले नै शान्तिको प्रतीक भनेर चिनिन्छ र महामानव सिद्धाह बुद्धले दिनुभएको त्यो विचार समानता स्वतन्त्रता भातृत्व आज संसारमा नै यही विचारले अगाडि बढिरहेको छ र महामानव सिद्धाह बुद्ध मंगोल वंशजको हुनुहुन्छ। तपाई हामीलाई थाहा नै छ र सिद्धाह बुद्धले जब वैशाखी पूर्णिमामा बुद्धत्व प्राप्त गर्नुहुन्छ त्यो प्राप्त गरिसकेको त्यो ज्ञान कपिल वस्तुबाट बुद्धका पिता शुद्धोधनले निम्तो गर्नुहुन्छ कि बुद्ध तिमीले पाएको त्यो ज्ञान अब कपिल वस्तु र नेपालमा तिमीले आएर फैलाउनु पर्ने हुन्छ, बाँड्नु पर्ने हुन्छ र वैशाखको पूर्णिमामा पाएको ज्ञान कपिल वस्तु पुग्दाखेरि महिनौ लाग्नु पर्ने भएको हुँदा यो वर्षायामको समयमा जेठ असार साउन यानी कि यो बर्खायामको समयमा जंगलको बाटो हुँदै जाँदा घटना घट्न सक्छ, पहिरोहरू जान सक्छ। यस कारणले गर्दाखेरि म यो कार्तिकको औँसीमा आउने छु भनेर बुद्धले सन्देश पठाइसकेपछि महामानव सिद्धाह बुद्ध कपिल वस्तु आउने खबर पाएपछि त्यति बेला नेपालका मूलवासी मंगोलहरूले घरको आँगनमा दियो बालेर सेलरोटी बनाएर मिठो मिठो खानेकुराहरू खुलाएर पकाएर त्यति बेला महामानव सिद्धाह बुद्धलाई स्वागत गरिन्छ र कार्तिकको महिनामा महामानव सिद्धाह बुद्धले आफूले पाएको त्यो विचार समानता स्वतन्त्रता र भाइचारा यो विचार चाहिँ उहाँले समाजमा छर्नुहुन्छ, बाँड्नुहुन्छ र मूलवासी मंगोलहरूले 2500 वर्षदेखि लगातार यो कार्तिक महिनालाई चाहिँ शिक्षा फैलाउने, आफूले जानेको कुराहरू नजानेको मान्छेलाई सिकाउने र जान्न खोज्ने मान्छेलाई सम्झाउने, बुझाउने र आफूले नजानेको कुराहरू जानेको मान्छेबाट सिक्ने यो ज्ञान फैलाउने समय हो यो कार्तिकको समय। यसकारण मंगोल नेशनल अर्गनाइजेसनले देशव्यापी रूपमा जय मंगोल सांस्कृतिक अभियान 2025 घर दैलोमा लगेर महामानव सिद्धाह बुद्धको त्यो दर्शनलाई पुर्याउने काम गरिरहेको यहाँहरुमा जानकारी पनि गराउन चाहन्छु र यही महामानव सिद्धाह बुद्धको दर्शनलाई अगाडि बढाउँदै 14औं शताब्दीमा शासन गर्ने पाल्पा जिल्लाको बल्डाङगढीमा शासन गर्नुहुने 14औं शताब्दीमा बलिहाङ राजा हुनुहुन्थ्यो। बलिहाङ राजा असाध्यै बिरामी पर्नु भएको अवस्थामा त्यो समयका दिदीबहिनीहरूले आफ्नो बलिहाङ राणा मगर राजा निको हुनुपर्छ भनेर उहाँले दिदीबहिनीहरूले प्रार्थना गरिसकेपछि बलिहाङ राजा निको पर्नुहुन्छ र आफू बाँचेको समाचार राज्यको टाढासम्म पनि पुगोस् भनेर त्यो समयमा दिदीबहिनीहरू दाजुभाइहरूलाई यानी कि भर्खरका युवा युवतीहरूलाई सन्देश दिनुहुन्छ। बुद्धको दर्शन सँगसँगै आफू बाँचेको सुसन्देश पनि सुनाउनु भनेर उहाँले पठाइसकेपछि हामी देशका आएका होइनौं, बलि राजाले पठाएर हामी आएका हौं भन्ने कुरा उहाँहरू घर दैलो गर्दै राज्यको कुना कुनामा पुग्नुहुन्छ र नाच्दै गाउँदै रमाउँदै उहाँहरू आफू बाँचेको समाचार यानी कि आफ्नो राजा बाँचेको समाचार उहाँहरूले सुनाउँदै बुझाउँदै उहाँहरू चाहिँ नाच्दै गाउँदै पुग्नुहुन्छ फाइलो फाइलो भन्दै। र त्यो फाइलो फाइलो भनेको मगर भाषामा आफ्नो राजा यानी कि बाँच्यो बाँच्यो भन्ने लाग्छ। यसकारण त्यो फाइलो फाइलो आजको समयमा देउसी भैलोको स्वरूप लिन पुगेको तपाई हामी गाउँघरमा देख्न पाउँछौं। हामी देउसी भैलो भन्दैनौं, हामी जय मंगल भन्छौं। किन त भन्दा यो देशका 80% मूलवासीहरूको अस्तित्व मंगल भएको हुनाले हामी जय मंगल भन्दै जय मंगलको स्यालुट टक्राउँदै एकजुट र एकताको प्रतीक दर्शाउँदै हामी जय मंगल सांस्कृतिक अभियानलाई निरन्तरता दिन्छौं र आफ्नै मंगल राजा बलिहाङ राजालाई सम्मान दिँदै श्रद्धा गर्दै हामी
हामी बलिहाङ पर्वलाई चाहिँ हर्षोल्लासका साथ मनाउनु पर्छ। विशेष गरी यो देशका 80% मंगोल जस्तै कि गुरुङ मगर तामाङ राई लिम्बू कोचेमेचे भिमाल थारू मधेसी यादव नेवार तपाईको जिरेल सुनुवा तनवार लगायत दलित बनाइएकाहरू सार्की दमाई कामी च्यामे पोडेटु मुसरवादी जसलाई जनजाति र दलित बनाइएको अवस्था छ यो देशमा यो मुलुकमा। यो देशका 80% मूलवासी मंगोलहरूको महान पर्व बलिहाङ पर्व हो। आफ्नो मंगोल राजा बलिहाङ राजालाई सम्झिनु पर्ने श्रद्धा गर्नुपर्ने र उहाँको सम्झनामा मनाउनु पर्ने पर्व हो। तर हाम्रै बलिहाङ राणा राजालाई चाहिँ जेलमा पारेर छायामा पारेर बलिहाङ पर्वको इतिहास नै लुकाएर छलकपट तरिकाले तपाई हामीलाई हाम्रो संस्कार र संस्कृति मान्न दिइएको छैन, बताइएको छैन। हाम्रो इतिहासलाई लुकाइएको छ, जलाइएको छ। यानी कि तपाई हाम्रो न त भावी पुस्ताले जान्ने छ, न त तपाई हामीले जान्यौ, न त हाम्रा बाबुबाजेले जाने। यसकारण नेपालको राजनैतिक संगठन एकमात्र मंगोल नेशनल अर्गनाइजेसन छ जसले यो देशका 80% मूलवासी मंगोलहरूको चाड के हो त, महान पर्व के हो त, हाम्रो भाषा के हो, हाम्रो वेशभूषा के हो, हाम्रो अस्तित्व के हो भन्ने कुरा बताउँदै आइरहेको छ। किनकि हाम्रो यो 80% मूलवासी मंगोलहरूको भाषा वेशभूषा महान चाड यस्ता कुराहरू नजान्दाखेरि हाम्रो आफ्नो अस्तित्व नबुझ्दा नजान्दाखेरि आज हाम्रो नेपालमा स्थिति के भइरहेको छ, हाम्रो हैसियत के भएको छ त भन्दा हामी आज यो देशको भरिया करिया विदेशीहरूको गुलामी मात्रै भएका छौं। हाम्रो यो मुलुकमा यो भूमिमा जबकि यही देशको हामी भूमिपुत्र मूलवासी भइकिन पनि आज हामी मालिकको दर्जा पाइरहेको अवस्था छैन। यस कारणले गर्दाखेरि हाम्रो बाबुबाजे बराजुहरूले जुन स्थिति र परिस्थितिमा आफ्नो उमेर आफ्नो नेटो कटाउनु भयो, अबका आउने पुस्ताले र तपाई हामी पुस्ताले अब मालिक भएर पनि नोकर कमारा गुलामीको जिन्दगी आफ्नै मुलुकमा जिउनु छैन। यस कारणले गर्दाखेरि मंगोल नेशनल अर्गनाइजेसनले आयोजना गर्यो र त्यो आयोजना गर्न पठाउने आदेश दिने मंगोल नेशनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङ हुनुहुन्छ। उहाँले भन्नुभयो यो बलिहाङ पर्वको अवसर पारेर हाम्रा मान्छेहरू चिर निन्द्रामा छन्, सुतिरहेका छन्। कुम्भकर्ण जसरी आफ्नो घर छेउमा, आफ्नो घरभित्र समाजमा, आफ्नो मुलुकमा देशमा के भइरहेको छ उनीहरूलाई थाहा छैन। आफ्नो अस्तित्व आफ्नो इज्जत मर्यादा यो मुलुकमा के छ हाम्रो मान्छेलाई थाहा छैन। यस कारणले गर्दाखेरि तिमी हामी बुझेका छौं, तिमी हामी चेतनशील भयौ। अब हाम्रो मंगोल आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ सम्झाउने बुझाउने बेला आइसकेको छ। यसकारण यही बलिहाङ पर्वको अवसरमा हाम्रो मान्छेहरू नाचगानमा मनोरञ्जनमा धेरै आकर्षण हुन्छ। यसकारण यही बलिहाङ पर्वको अवसर पारेर साना तिना नानी तपाईको भाइ बहिनीहरूलाई नाचगान गरेर गाएर ध्यान खिच र यो कार्यक्रममा ध्यान खिचिसकेपछि तिमीले आफूले जानेको बुझेको मंगोल दर्शन र हाम्रो बौद्ध दर्शन, आफ्नो वेशभूषा, आफ्नो भाषा, आफ्नो संस्कार संस्कृति र विशेष गरी आफ्नो अस्तित्व बुझाउने गर, जानकारी दिने काम गर। यही समय हो, यही समयमा हाम्रो मान्छेहरू सुन्छ बुझ्छ। यस कारणले गर्दाखेरि यो बलिहाङ पर्वमा तिमीहरू गाउँ कुना कन्द्रमा जाऊ भनिसकेपछि महामानव सिद्धाह बुद्धले यही कार्तिक महिनामा आफ्नो मंगोल दर्शन बौद्ध दर्शन बाँडे जस्तै बलिहाङ पर्वमा 14औं शताब्दीमा शासन गर्ने बल्ढाङगढीका बलिहाङ राजाले आदेश गरे जस्तै यो देशको एकमात्र लोकतान्त्रिक नेता, मुलुककै लोकतान्त्रिक पहिलो नेता महामानव डाक्टर गोपाल गुरुङज्यूले पनि आदेश दिनुभएको अवस्था हो। र महामानव डाक्टर गोपाल गुरुङज्यूको आदेश बमोजिम नै जय मंगोल सांस्कृतिक अभियान आज देशको 77वटै जिल्लामा
खन्किरहेको छ, दौडिरहेको छ र गाउँ कुना कन्दरा गएर हामीले हाम्रो मान्छेलाई बुझाउने क्रम जारी नै छ। यस कारणले गर्दाखेरि अब ढिला नगरौं, हामीलाई अर्को कार्यक्रम स्थलमा पनि पुग्नुपर्ने भएको हुँदा अब समयले नेटो काटिसकेको छ। अब अन्तिम तयारी अवस्थामा रहेको हुँदा जति पनि सहयोगी दाताहरू हुनुहुन्छ कृपया छिटोभन्दा छिटो सहयोगी दाताहरूले चाहिँ सहयोग गरिदिनु हुनेछ भन्ने हामीलाई पूर्ण आशा छ र जतिले पनि हामीलाई सहयोग गर्नुभयो उहाँहरूलाई पनि हामी धन्यवाद दिनेछौं र धन्यवाद पनि छ र हाम्रो यो कार्यक्रमलाई सुनेर हेरेर साथ दिनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई पनि धन्यवाद दिन चाहन्छौं र हाम्रो यो जयमंगल सांस्कृतिक अभियान 2025 लाई यस हिलेटोलमा स्थान दिनुहुने हाम्रो प्युठानी आमालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौं र यो हिलेटोलमा जति पनि सहयोग गर्ने हाम्रा मंगोल दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, आमा बुबाहरू हुनुहुन्छ, उहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौं। यसै कार्यक्रमको स्थलबाट यस हिलेटोलको मंगोल चोकबाट प्युठानी आमाको निवासबाट सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई हामी शुभकामना दिन चाहन्छौं। यहाँहरूको घर परिवारमा सुख शान्ति र समृद्धि बनिरहोस्, सुस्वास्थ्य रहनुहोस्, दीर्घायु रहनुहोस्। भाग्यमानीमा भन्दा पनि बुद्धिमानीमा हामी भरोसा गर्नुपर्ने हुन्छ। मेहनत सँगसँगै बुद्धि पनि पुर्याउनु पर्छ। भाग्यमा हामी कमै विश्वास गर्नुपर्छ। अन्धविश्वास फैलाउने 20% व्यक्तिको कुरा सुनेर हामी 80% मूलवासी मंगोलहरू अब गुलामी र दासत्वको जन्जिरबाट अब तोडिनु पर्छ भन्दै